हेलो साथीहरु, गुड मर्निङ है। आज चाहिँ तपाईहरुलाई बिहानको भिडियो निकै हरियाली छ हेर्नुस् त। यस्तो हरियाली हेर्दाखेरि चाहिँ आँखालाई नै प्रोटिन पाउला जस्तो छ के। धेरै हरियाली छ, एकदम राम्रो छ। बाबा म चाहिँ आज बिहानै उठेको थिएँ र बाटोमा पनि सुनसान छ है। तपाईहरुलाई आज विशेष यहाँनेरि मैले साग रोपेको चाहिँ देखाउँदै छु है। यो साग रोपेको चाहिँ 3 दिन मात्र भयो। गाउँमा सागको सिजन आइसकेको छ साथीहरु है। तराईतिर है, तराईतिर चाहिँ यसरी हेर्नुस् त। यो चाहिँ मैले बिजनको लागि मात्र पछि सार्नको लागि यहाँ सेभ गरेर कुखुराले खोस्रिन्छ भनेर जालले सेभ गरेर चाहिँ रोपेको छु। 3 दिनमा यति छिटो उम्रिँदो रहेछ साथीहरु है। यो चाहिँ कसरी रोपियो भन्दाखेरि चाहिँ यसलाई चाहिँ मैले रोपिसकेर माथिबाट पानीले भिजाइदिएको थिएँ हल्का है। त्यही भएर यति मजाले निस्क्यो। यस्तो छ। यो चाहिँ मेरो घरको आँगन साथीहरु है। निकै हरियाली देखिन्छ। यो मैले घाँसहरु यहाँ बाख्रालाई घाँसहरु हुन्छ भनेर बिरुवाहरु रोपेको छु। खुवाउने बेलालाई भइसकेको छ साथीहरु। मैले काट्दै खुवाउँदै छु पनि। कुकुरले पुरा मर्निङ वक गर्दैछ साथीहरु। अब हाम्रो बाटो देखाउँछ है साथीहरु, हाम्रो गाउँको बाटो है। कति मजाको बस्ती देखिन्छ साथीहरु। पानी पर्ला पर्ला जस्तो छ साथीहरु है। पानी परिहालेको चाहिँ छैन। यो चाहिँ तल यो दुईटा कुकुर नै छक्क पर्यो साथीहरु भिडियो बनाएको देखेर। यो चाहिँ मेरो घर साथीहरु। हाम्रो काका आउँदैछ साथीहरु डेरीमा दुध पुर्याएर 4 गियरमा। ए भिडियो खिचेको काका। काकाले चाहिँ डेरीमा दुध पुर्याउनु हुन्छ, भैँसीको दुध। गाउँमा राम्रो छ साथीहरु, गाई पाल्दा पनि डेरीले दुधहरु लिदिन्छ है। यहाँनेरि किम्बुको बोट साथीहरु यो घाँसकै लागि। यो पनि एक्टिभ भइसकेको छ काट्नलाई। ल साथीहरु, म चाहिँ 5 मिनेटको भिडियो मात्र बनाउँदैछु है, बनाउनु चाहिँ। यो चाहिँ निबुहरु साथीहरु, एकदम दामी फल्दिन्छ। यसको भित्रको पच पनि देखाइदिउँला साथीहरु है। बाहिरबाट चाहिँ यो देखिएको छैन निबुहरु साथीहरु हैन। अहिले बाहिरको चाहिँ हामीले टिप्यौं अनि भित्रबाट चाहिँ अझै रहेछ क्या फलहरु साथीहरु। हेर्नुस् है, यस्तो छ क्या भित्रबाट फलहरु।
यहाँ राति चराहरू बास बस्छ साथीहरू भँगेरा चाहिँ यहाँनिर हो ल त साथीहरू धन्यवाद है 5 मिनट भइसकेको छ